ल राइट नाउ हामी चाहिँ यो केन्जिङ गुम्बामा छौँ। अब हामी चाहिँ भ्यू हेर्नको लागि केन्जिङरी त्यो डाँडा देखा न उहाँ डाँडा त्यो माथि यो टुप्पो यताको टुप्पो यो टुप्पोमा जाँदैछौँ। लगभग हामीलाई कति लाग्छ भने 2 घन्टा लाग्छ भनेछ। अब यो हिमालयमा जाँदैछौँ नजिकबाट। यो हिमालयन हामीले माथि गएर यो पुरै 360 हिमालको चाहिँ भ्यू छ। राइट नाउ यो उसबाट केन्जिङ गुम्बाबाट बिस्तारै बिस्तारै हामी चाहिँ लाग्यो माथि। ओम चाहिँ अघि अघि छ होइन, म चाहिँ पछि पछि बिस्तारै बिस्तारै जाने हो। त्यो हाउसमा पुगिन्छ होला सायद। ओम तँलाई कस्तो लाग्यो थियो नि? एकदम सजिलो ट्रेक, रमाइलो, महँगो नि नै के हो यतिको बस्नुको लागि सुविधा जति नै गरे नि सिजन हो नि है, सिजनमा नि सुविधा त छ। भोलि भनेको यता होला है, लाङसी हामी जान्छ यता होला। ए 360 पुरै हिमालको भ्यू छ। यो चाहिँ यता तल देखेको चाहिँ पुरै केन्जिङ गुम्बा भ्याली। त्यो हाइड्रो पावरको उयो रहेछ। फालुटीको ट्रेकर्सहरू चाहिँ माथि यो केन्जिङको भ्यू हेरेर फर्किँदै हामी चाहिँ माथि जाने। हामीलाई कति लाग्छ भन्नु त? 2 घन्टा भनेछ है। 2 घन्टामा हिँड्छ होला है। यहाँ चाहिँ बाटोमा चाहिँ ट्रेकर्सहरूको लागि सजिलो होस् भनेर वेहरू देखाएको रहेछ। हामी जान लाग्यो अहिले केन्जिङरी अप, अल द वे अप। हामी चाहिँ अलिकति माथि आइपुग्यो। यहाँबाट पनि एकदम स्टनिङ भ्यू देखिन्छ। माथि चाहिँ हिमाल, क्लियर भ्यू। तल देखेको चाहिँ केन्जिङ गुम्बा भ्याली। हामी चाहिँ अहिले लगभग कति 4000मा त छ होला है। माथि जानु छ पर ट्रेकर्सहरू चाहिँ हिँड्दैछ। टपमा हाम्रो डेस्टिनेसन भनेको त्यहाँ हो। एकदम थाकेको अवस्था छ। हो कतिको गाह्रो छ तर एकदम ठाडै उकालो रहेछ कि है। नि त्यही हिमाल चाहिँ नजिकबाट हेर्न जान लागेको भ्यू पोइन्टसम्म। अब लाग्छ 1 घन्टा होइन, त्यस्तै 2.5 घन्टा हिँडेर यो केन्जिङरी भ्यू पोइन्ट। यो पनि फेरि पिक 1 भन्दो रहेछ होला है। यो पिक 1 भ्यू पोइन्टमा हामी चाहिँ आयौँ। यहाँबाट पुरै हिमाल चाहिँ एकदम क्लियर भ्यू देखिने रहेछ। हामी चाहिँ यो अलिकति चट्टान भएको ठाउँमा चाहिँ हिँड्दैछौँ। अप्ठ्यारो छ बाटो। अलिकति माथि गएपछि यो पुरै हिमालको चाहिँ राम्रो भ्यू देखिने रहेछ। ओके, हामी चाहिँ अलमोस्ट पिक 1
भ्यू पोइन्ट आइपुग्यौँ यहाँ चाहिँ फेलो ट्रेकर्सहरू पनि आएर पिक्चर भिडियोहरू मेमोरीको लागि लिँदै हामी चाहिँ अहिले यो क्यान्जिङरी पिक 1 यो चाहिँ भ्यू पोइन्टमा आइपुग्यो It's 4,400 meters from the sea level. Hey, let's enjoy the view. Almost 360 नै हिमालको भ्यू छ हैन यता अगाडि देखेको चाहिँ हिमाल अरू हिमालको नाम त थाहा छैन मलाई बट दे आर स्टनिङ है such a lovely sight. We are on the top Kenzingri base camp ko peak 1 भन्ने ठाउँमा छौँ यहाँबाट देखेको gorgeous sight. Okay, see you in a while. We are heading for peak 2. Hopefully we're gonna make it.